कि तपाईँ पनि अर्को एउटा सफलतापछि मात्र म खुसी हुनेछु भनेर आजको हाँसोलाई भोलिको लागि सोचिरहनु भएको छ? हामी सबै कति पुग्न हतारिरहेका छौँ। एउटा नयाँ जागिरको लागि, एउटा नयाँ घर निर्माणको लागि, एउटा नयाँ सम्बन्ध कायम गर्नका लागि, आजभन्दा भोलि बेटर हुनका लागि हामी दौडिरहेका छौँ। तपाईँलाई थाहा छ, यो दौडमा हामीले त्यो कुरा गुमाइरहेका छौँ जुन फेरि कहिले फर्केर आउँदैन। त्यो हो अहिलेको क्षण। आजको यो अडियोले तपाईँको जीवन जिउने तरिकालाई सधैँका लागि बदल्न सोच्ने बाध्य बनाउनेछ। मनको अनौठो स्वभाव र भविष्यको दौड। मानिसको मन सधैँ अपूर्णता महसुस गरिरहेको हुन्छ। खुसीलाई भविष्यको कुनै गन्तव्य वा उपलब्धिसँग जोडेर निरन्तर रूपमा दौडिरहेका हुन्छन्। हाम्रो मन एउटा यस्तो मेसिन हो जसले वर्तमानलाई कहिले पनि पर्याप्त बनाउँदैन। यसलाई लाग्छ जब म कलेज स्टप गर्छु तब जिन्दगी सुरु हुन्छ। कलेज स्टप गरिसकेपछि भन्छ जब मैले आफ्नो लागि राम्रो जागिर पाउँछु तब शान्ति मिल्छ। जागिर पाएपछि भन्छ जब म विवाह गर्छु वा आफ्नै घर हुन्छ तब म पूर्ण हुन्छु। यसरी हामी एउटा लक्ष्यबाट अर्को लक्ष्यको अनन्त चक्रव्यूहमा फस्दै गइरहेका हुन्छौँ। हामी जिन्दगी जिरहेका हुँदैनौँ, केवल जिन्दगी जिउने तयारी मात्र गरिरहेका हुन्छौँ। उदाहरणको रूपमा एउटा कथालाई सम्झौँ जसले आफ्नो बाल्यकालमा सोचेको थियो जब उसँग साइकल हुनेछ ऊ संसारकै सबैभन्दा खुसी मानिस बन्नेछ। उसले साइकल पायो तर खुसी केही दिनमै हरायो। अब उसलाई मोटरसाइकल चाहियो, त्यसपछि कार चाहियो अनि ठुलो घर चाहियो। आज ऊ ब्याङ्क ब्यालेन्स र महलको बीचमा रहेको छ। उसँग घर पनि छ र ब्याङ्क ब्यालेन्स पनि छ, तर उसको मन अझै पनि भन्छ अर्को एउटा राम्रो डिल फाइनल होस् अनि मात्र म ढुक्कसँग सुत्नेछु, ढुक्कसँग शान्त सास फेर्नेछु। उसँग सब थोक छ तर अहिलेको यो खुसी भने कहिले पनि पाउन सकेन। जीवनको मौन उपस्थिति र मनको हतार। मन सधैँ हतारमा हुन्छ तर जीवन कहिले हतार गर्दैन। यो त यही क्षणमा हाम्रा प्राकृतिक सुन्दरता र सानातिना कुरामा शान्त रूपमा पनि बस्न सक्छ हाम्रो जीवन। तर मन सधैँ कञ्चल रहिरहन्छ। जब हामी भविष्यको चिन्तामा छटपटाइरहेका हुन्छौँ त्यति बेलै पनि हाम्रो वरिपरि विभिन्न प्रकारका प्रकृतिहरू प्रकट भइरहेका हुन्छन्। जालबाट छिरेको बिहानीको घाम, आमा र सन्तानको मिठो मुस्कान, चियाको कपबाट निस्किएको त्यो हर्र परेको भाव वा हावाले पातहरू हल्लाउँदा अनि मधुर धुन, यही नै वास्तविक जीवन हो। जीवन कुनै ठुलो घटना होइन, यस्तै साना जीवन्त क्षणहरूमा लुकेको हुन्छ। कल्पना गर्नुहोस् तपाईँ एउटा अत्यन्तै सुन्दर पहाडी बाटोमा गाडी चलाउँदै हुन्छ। बाहिरी अद्भुत हिमाल देखिरहेको छ, चिसो हावा चलिरहेको छ, तर तपाईँको मन भने अफिस पुगेर कतिखेर मिटिङ सकिएला वा म घर फर्कौँला भन्ने सोचमा व्यस्त हुन्छ। तपाईँ बाटोको सौन्दर्यताको आनन्द लिन सक्नुहुन्न किनकि तपाईँ शारीरिक रूपमा त्यहाँ भए पनि मानसिक रूपमा गन्तव्यमा पुगिसक्नु भएको छ। मनको खेल र मृग तृष्णाको चक्र। मनले वर्तमानमा सधैँ कमी देखाएर भविष्यको एउटा काल्पनिक खुसीको चित्र बेचिरहन्छ, जसले गर्दा मानिस मरुभूमिको मृग तृष्णा जस्तै भ्रमको पछाडि दौडिरहेका हुन्छन्। त्यहाँ पुग्यौँ भने हामी खुसी हुनेछौँ। यो मनले हामीलाई झुक्क्याउने सबैभन्दा ठुलो हतियार नै यही हो। यसले हामीलाई वर्तमान क्षणसँग सन्तुष्ट दिँदैन। यो ठ्याक्कै त्यस्तै हो जसले एउटा गधाको टाउकोमा एउटा लौरोमा गाजर झुन्डाइदिँदा ऊ त्यो गाजर भेट्ने आशमा निरन्तर रूपमा अगाडि बढिरहन्छ, तर गाजर कहिले उसको मुखमा भने पर्दैन। मरुभूमिमा अत्यधिक कडा घामको कारणले त्यहाँका बालुवाहरू एकदमै टल्किन्छ। टाढातिर हेऱ्यो भने त्यो बालुवा टल्काइले लाग्छ कि पानी त्यहाँ छ, तर त्यहाँ पुगेपछि त्यहाँ पानी हुँदैन, केवल बालुवाहरूको त्यो टल्किरहेको मात्र देख्न सकिन्छ। फेरि अर्को ठाउँमा हेऱ्यो त्यसरी नै टल्किरहन्छ, झुक्काउँछ कि त्यहाँ पनि पानी छ।
आधुनिक मानवको अवस्था पनि ठ्याक्कै यस्तै अवस्था रहेको छ। सपना र जीवन बिचको स्पष्ट फरक। सपना र लक्ष्य आवश्यक र सुन्दर हुन्छ, तर समस्या तब सुरु हुन्छ जब हामी सपनालाई नै जीवन ठान्न थाल्छौँ। आजको सासमा बाँच्न अनि बिर्सिन्छौँ। यहाँ इच्छा र सपना त्याग्नुपर्छ भनिएको होइन। लक्ष्यले जीवनलाई एउटा दिशा दिन्छ, तर लक्ष्य भोलिको कुरा हो, सास आजको कुरा हो। यदि तपाईँले आफ्नो वर्तमान शान्तिलाई भोलिको सपनाको बेदीमा बलि चढाउनुभयो भने तपाईँको कहिले खुसी पाउनुहुने छैन। भविष्य केवल हाम्रो कल्पना मात्र अस्तित्वमा छ, वास्तविकता त केवल वर्तमानमा मात्र हो। एउटा घर बनाउँदै गरेको इन्जिनियरको उदाहरण लियौँ। घरको नक्सा पास भयो, अर्थात् उसको सपना थियो। यो राम्रो कुरा हो, तर यदि उसले घर बनाउने जगको ढुङ्गा राख्ने, गाह्रो लगाउने प्रक्रियालाई घृणा गर्छ र के घर बनाएर सकिएर आनन्द लिउँला भन्ने मात्र बस्छ वा सोच्छ भने उसले त्यो सम्पूर्ण निर्माणको कार्यलाई पीडादायी बनाउँछ। यात्राको आनन्द नलिई गन्तव्यको आनन्द लिन सकिँदैन। भविष्यको बेरीमा वर्तमानको बलि। अधिकांश मानिसहरू अझै केही हासिल गर्न बाँकी छ भन्ने बहानामा आजको हाँसोलाई, विश्राम र प्रेमलाई त्यागिदिन्छन् र अन्त्यमा पछितो मात्र बाँकी रहन्छ उनीहरूसँग। हामी कति मूर्ख छौँ। हामी भन्छौँ, अहिले म हाँस्न सक्दिनँ किनकि मेरो टाउकोमा धेरै ऋण छ। अहिले म परिवारलाई समय दिन सक्दिनँ किनकि मैले करियर बनाउनु छ। हामी प्रेम, सम्वेक र आनन्दलाई सही समयको पर्खाइमा पोस्टपोन गरिरहेका छौँ। तर सत्य के हो भने समय अहिले कसैको लागि पर्खिँदैन। जब एक दिन बुढौलीले छुन्छ तब मात्र महसुस हुन्छ कि जुन जीवन हामी भोलि भोगौला भनेर बाँचिरहेका थियौँ, सोचिरहेका थियौँ, त्यो त हिजै सकि पो सकेछ। एउटा बुवाले आफ्नो छोरालाई सानो हुँदा भन्थ्यो, छोरा म अहिले धेरै व्यस्त छु, पैसा कमाएपछि हामी सँगै खेलौँला, घुमौँला। बुवाले पैसा त कमाउनु भयो, तर जब उहाँसँग पर्याप्त समय थियो, छोरा ठुलो भइसकेको थियो, यी आफ्नो संसारमा व्यस्त भइरहेको थियो। बुवाले चाहेर पनि छोराको त्यो बाल्यपन, त्यो समयलाई कहिले पनि फिर्ता ल्याउन सकेन। ध्यानको वास्तविक अर्थ जान्न जरुरी छ। ध्यान भनेको कुनै कठिन आसन वा जङ्गल जानु होइन। यो त जीवनको कुनै गन्तव्य वा यात्रा नभएको केवल यही क्षण नै हो भन्ने बुझ्नुपर्छ। मानिसहरू ज्ञान भन्नाले आँखा चिम्बेर शून्यतामा हराउनु भन्ने बुझ्छन्, तर वास्तविक ध्यान भनेको चेतना हो। यो कुराको बोध हुनु हो, न त हिजोको अस्तित्व छ न त भोलिको। जे छ यही छ। यदि हामी अहिले यो मौनतामा, यो सासमा उपस्थित हुन सक्यौँ भने हामी ध्यानमै छौँ। जीवन कुनै टाढाको शिखरमा छैन, यो त अहिले हाम्रै धड्किरहेको छ। मानौँ जब हामी एउटा राम्रो गीत सुन्छौँ, के हामी त्यो गीतको अन्तिम पार्ट सुन्नका लागि कुरिरहेका हुन्छौँ? पक्कै पनि हुँदैनौँ। निश्चित रूपमा हुन्न नै। तपाईँ गीतको हरेक शब्द, हरेक सङ्गीतको उतार चढावलाई त्यही क्षणमा महसुस गर्नुहुन्छ। जीवन पनि एउटा गीत जस्तै हो। यसको सौन्दर्य यसको अन्त्यमा होइन, यसको प्रवाहमा रहेको हुन्छ। आफ्नो दृष्टि बदल्दा घट्ने घटनाहरू। जब हामी परिस्थितिलाई नियन्त्रण गर्न छोडेर अलिकति नरम बन्छौँ, तब मात्र हामीले खोजेको प्रेम, आनन्द र सौन्दर्य पहिलेदेखि नै यहीँ उपलब्ध रहेको देख्न सक्छौँ। हामी संसार र भविष्यलाई आफ्नो मुठीमा राख्न खोज्छौँ। जति धेरै निर्णय लिन खोज्छौँ, त्यति नै धेरै तनावहरू पैदा हुन्छ। जब हामी अलिकति आत्मसमर्पण गर्छौँ, अलिकति छोड्न सिक्छौँ, तब हाम्रो आँखाको पट्टी खुल्छ। हामी संसारभरि खोजिरहेको शान्ति, आनन्द हाम्रै आन्तरिक चेतनामा पहिलेदेखि नै सुरक्षित रहेको छ भन्ने कुरा महसुस गर्छौँ। हाम्रो दृष्टि टाढोको क्षतिसम्ममा थियो, त्यसैले हामीसँगै भएका खुसी हामीले देख्नै सकेनौँ। मानिलिउँ एउटा व्यक्ति आफ्नो चस्मालाई टाउकोमा सिउरिएको छ र ऊ चस्मालाई खोज्न आतुर छ। यता छ कि उता छ कि
पुरै कोठा खोज्न थाल्छ। भएका सामानहरू यताउति छरिदिन्छ। त्यो कोठा मात्र होइन, अर्को कोठा पनि खोज्न भ्याउँछ। आफू मात्र होइन, अरूलाई पनि कराउन व्यस्त हुन्छ। तर अन्तिममा गएर ऊ शान्त भएर एउटा ऐनाको अगाडि जब उभिन्छ नि, तब उसले देख्छ कि चस्मा त उसकै टाउकोमा रहेछ। हामीले खोजेको खुसी पनि ठ्याक्कै यस्तै नै भइरहेको हुन्छ। सबैभन्दा ठुलो पाठ हामी प्रकृतिबाट पनि सिक्नु सक्छौँ। फुल, रुख, नदी कुनै तुलना वा भविष्यको चिन्ता नगरी पूर्ण रूपमा वर्तमानमा बाँचिरहेको हुन्छ। केवल हामी मानिस मात्र भोलिको कैदी बनेका छौँ। प्रकृतिलाई हेर्नुहोस् न, अस्तित्व कति शान्त छ। एउटा गुलाबको फुलले कहिले रैथानेको सूर्यमुखी फुलसँग आफूलाई तुलना गर्दैन। एउटा रुखले म अर्को महिना कति अग्लो बनाउला भनेर आजको घाम ताप्न भने उसले छोड्दैन। नदी सधैँ बगिरहन्छ वर्तमानको पूर्णतामा। प्रकृतिमा कुनै पनि डिप्रेसन, एन्जाइटी छैन, किनकि प्रकृतिसँग भोलि भन्ने कुनै अवधारणा नै रहेको छैन। ऊ केवल अहिलेमा बाँचिरहेको छ। एउटा जङ्गलको रुखलाई हेरौँ वा हाम्रै आसपासका रुखहरूलाई हेरौँ। पानी परोस्, घाम लागोस्, आँधी आओस्, ऊ वर्तमान क्षणलाई स्वीकार गर्दै त्यही उभिरहेको हुन्छ। ऊ न त विगतको पालुवा झरेकोमा रुन्छ, न त भोलि फल्ने फलको चिन्तामा नै रहन्छ। ऊ अहिले नै पूर्ण रूपमा रहेको छ, अर्थात् ऊ आजकै दिन बाँचिरहेको छ। दौड रोक्ने र अनुभव गर्ने कला सिकौँ। आजका लागि आफूलाई सुधार्ने होडबाजीलाई थाती राखेर आफूलाई पर्याप्त मान्दै हरेक साना क्रियाकलापहरूलाई जस्तो चिया पिउनु, कसैको कुरा सुन्नु, पूर्ण रूपमा अनुभव गर्नु नै वास्तविक जीवन हो। यदि चिया पिउँदै हुन्छ भने त्यो चियामै ध्यान जानु, त्यसको बाफहरू कसरी आइरहेको छ, त्यसको एक स्वरूप लिँदाखेरि कति मन आनन्द भइरहेको छ हो, यसलाई नै अनुभव गर्नुहोस्। लेखकले एउटा गजबको आह्वान गर्नुभएको छ। आज केही क्षणका लागि यो दौडलाई रोकौँ। आफूलाई अपूर्ण ठानेर निरन्तर सुधार्ने प्रोजेक्टहरूलाई केही बेरलाई बन्द गरौँ। त्यसलाई थाती नै राखौँ। जब चिया पिउनुहुन्छ तब केवल चियाको स्वाद, न्यानोपन, गन्धमा हराउनुहोस्। त्यसको स्वाद कस्तो छ, त्यसको बास्ना कस्तो छ, त्यसैमा हराउनुहोस्। कसैसँग कुरा गर्दा आफ्नो मनको कुरा सुनाउन हतारिनुको सट्टा उसको कुरा गहिराइबाट सुन्नुहोस्। सुख आए हाँसोको पीडा देखाइदिनुहोस् अथवा दुःख आए पीडाको भावहरू झल्काइदिनुहोस्। कुनै पनि भावनालाई नलुकाउनुहोस्, बरु महसुस गर्नुहोस्। द वे अफ टी भनिन्छ। त्यहाँ चिया पिउने र पिउने प्रक्रियालाई एउटा ठुलो ध्यानको रूपमा लिइन्छ। चियाको कप समाउने, त्यसको तापक्रमलाई महसुस गर्ने, एक एक घुर्को लिँदा मानिसहरू संसारका सबै चिन्ता बिर्सेर त्यही क्षणमा एकाकार हुन्छन्। यो हो अहिले नै बाँच्ने कला हो। यो संस्कार जापानमा रहेको छ, जापानको परम्परामा रहेको छ। द वे अफ टी। यसलाई पनि आत्मसात गर्नुहोस्। दैनिक रूपमा चिया वा कफी त हामी लिन्छौँ, यसको बानी परिसकेको छ। तर अब अनुभवका साथ त्यो चिया र त्यो कफीलाई पिउने प्रयास गर्नुहोस्। अन्तिम सत्यलाई स्वीकार गर्नुहोस् अनि वर्तमानको पुकार गर्नुहोस्। वास्तविकता वा जीवन कुनै गन्तव्यमा फर्केर बसेको छैन। यो त यही सासमा, यही धड्कनमा अहिले नै खुलिरहेको छ। हामीलाई वर्तमानमा आउन पुकारिरहेको छ। अन्त्यमा हामीले बुझ्नै पर्ने कुरा के हो भने जीवनले हामीलाई कतै पुर्याउन खोजेको छैन। खोज्ने हाम्रो मन मात्र हो। धेरै टाढा भड्किरहेको थियो। जीवन त सधैँ यही थियो। तपाईँ यही सासमा, यही धड्कनमा, यही अडियो सुनिरहनु भएको छ। यही क्षणमा अस्तित्वले हामीलाई सधैँ फुसफुसाइरहेको छ, ढिलो नगर, म अहिले यही नै रहेको छु, यही नै छु, मलाई अनुभव मात्र गर। उदाहरणको रूपमा विभिन्न रङले सजिएको पुतलीलाई तपाईँ समाउन जति उसको पछाडि दौडिनुहुन्छ ऊ त्यति नै टाढा भाग्छ। तर जब तपाईँ थाकेर एउटा शान्त ठाउँमा बस्नुहोस् र मन मस्तिष्कलाई पनि शान्त बनाउनुहोस् त त्यो पुतली तपाईँको आसपास आएर बस्दिरहेको हुन्छ। तपाईँको काँधमै आएर पनि ऊ बस्न सक्छ। खुसी र जीवन पनि त्यस्तै हो।
दौडन छोडेर शान्त हुनसाथ यो अहिले नै प्रकट हुन्छ। आजको यो अडियोले तपाईँको मनको डरलाई केही क्षणका लागि भए पनि शान्त गरायो होला भन्ने आश गर्दैछु। अब मलाई तल कमेन्ट बक्समा बताउनुहोस् तपाईँ आफ्नो जीवनको कुन चाहिँ साना कुरालाई आजदेखि पूर्ण रूपमा अनुभव गर्न सुरु गर्नुहुन्छ, चियाको कपलाई वा कसैको मुस्कानलाई। यदि तपाईँ आफ्नो जीवनमा यस्तै गहिराई, आध्यात्मिक र जीवन उपयोगी कुराहरू निरन्तर रूपमा सुन्न, वर्तमानमा बाँच्ने कला सिक्न चाहनुहुन्छ भने यो च्यानललाई कहिले नै सब्सक्राइब गर्नुहोस्। यो अडियोलाई आफ्नो ती साथीहरू वा परिवारका सदस्यहरूलाई पनि सेयर गर्नुहोस् जो सधैँ काम र भविष्यको चिन्तामा व्यस्त रहिरहन्छ। अडियो मन परेमा लाइक गर्नुहोस्, बेल आइकन थिच्न नबिर्सिनुहोस्। यही क्षणमा आनन्दित रहनुहोस्। यहाँसम्म साथ दिनुभयो, धन्यवाद।